हाई गाइज, नमस्ते। म पूजा यादव अनि यहाँ मेरो साथमा हुनुहुन्छ मेरो फुपू नै गर्छ है। म बिरामी भएर पनि म इक्जाम दिन आएको छु यताउता होइन, किनकि अब भोलिको लागि त यहाँ आउनु पर्यो। तर मलाई थाहा थिएन यताउतामा पनि पशुपतिनाथ मन्दिर छ भनेर है। म हजुरहरूलाई देखाउँछु, प्लिज सपोर्ट गरिदिनु होला है। यहाँ हेर्न सक्नुहुन्छ यो मन्दिर होइन। त्यसपछि यहाँ चाहिँ जे होस् धेरै राम्रो रहेछ, सेम काठमाडौँको जस्तै नै हो है। अनि इट्स द मेन मन्दिर अफ हेटौडा। यहाँ हेर्न सक्नुहुन्छ पिउने पानी मात्रै है, यहाँ चाहिँ धाराहरू रहेछ। त्यसपछि म अरू कुराहरू पनि देखाउनेछु। यहाँ चाहिँ वाउ कस्तो राम्रो, यहाँ मैले कति जुम गरेर पनि देखाइदिन्छु। पानीभित्र रहेछ है, कस्तो राम्रो रहेछ। अनि सेम एकैचोटि काठमाडौँको जस्तो त छैन, यहाँ चाहिँ तुलसी मठ हो। अब हामी चाहिँ जान लाग्यौँ, किन भन्दा ढिला भयो। अब रुममा गएर खानासाना पकाएर भोलिको लागि अलिकति प्रिपेयर पनि गर्नुपर्छ। त्यसैले ल आशा छ पशुपतिनाथले मलाई ठाउँहरू राम्रोसँग थाहा छैन, त्यही भएर यहाँले चाहिँ मलाई सिकाउँदै हुनुहुन्छ। फर्स्ट टाइम आएको नि त म यहाँ, अनि अब सबको त्यस्तै त हुँदैन होइन। फर्स्ट टाइम जो पनि कुनै ठाउँमा जाँदा त उनीहरूलाई त कुनै पनि ठाउँको बारेमा राम्रोसँग थाहा हुँदैन, अनि अलिकति सोधपुछ गरेर नै जानुपर्छ। एउटा फोटोकपी गर्नलाई हामीले कहाँ चाहिँ घुमेनौँ कि हेटौडामा, यो चाहिँ अलिकति समस्या देखियो है। प्रिन्टभन्दा फोटोकपी बुझ्दो रहेछन्, अनि प्रिन्ट भने चाहिँ यो भयो हेटौडा। वाउ एकदम शान्त, मौसम पनि एकदम राम्रो छ। यहाँ चाहिँ फुलै फुलहरू रहेछ, कस्तो शान्त छ नि। म त भोलि पर्सि पैसा कमाएर हेटौडातिरै घर बनाउनु पर्ला जस्तो छ, किनकि काठमाडौँमा बस्न सकिँदैन। पल्युसन अनि क्राउडेड त्यतिकै हुन्छ त्यहाँ। त्यही भएर चाहिँ उस हेटौडाको एरिया चाहिँ मलाई राम्रो लाग्यो, अरू कुरा नभए पनि बस्नलाई मौसम पनि एकदम राम्रो रहेछ, हेर्न सक्नुहुन्छ। गाइज आजको भ्लग चाहिँ यति मात्र हो है। अलिकति सपोर्ट गरिदिनु होला, किनकि भन्दा हजुरहरूले सपोर्ट गरिदिनु भयो भने मेरो पनि हौसला बढ्छ होइन। अनि अझै पनि बनाऊँ जस्तो मन लाग्छ, खुसी लाग्छ। हजुरको एउटा सपोर्टले म पनि उत्साह हुन्छु है। हस्त धन्यवाद। लभ यु अल गाइज।